र ग्यास त्यही हो है बाहिरको नजारा देख्दा आसरी खिलिरहेछ यस्तो भएछ वेदर भन्दा एकदम दामी 4 बज्न आँटेको छ। अब चाहिँ हस्पिटलमा छु म। अब 5 बजीतिर फर्किन्छु होला। त्यही हो गाइस निन्दा लागिसक्यो केटाहरू बेसी होइन गाइस। कति दिन भयो मेरो साथीले बिरामी भएको साथी चाहिँ तेरो घर होला यता। हेलो गाइस गुड मर्निङ सबैजनालाई वेलकम टु माई न्यू ब्लग। सही आजको ब्लग स्टार्ट भइसकेको छ। टाइम भइसकेपछि तपाईँको 12 बज्न आँटेको छ। म चाहिँ ढिलो ब्लग स्टार्ट गरेँ किनभने चाहिँ यताउता के कामसाम गर्दा पुरा ढिलो भयो गाइस। त्यही भएर चाहिँ है अन्त चाहिँ नि आज चाहिँ ब्लगको के छ भने चाहिँ आज केही छैन नर्मल ब्लग हो। अन्त आज चाहिँ म भयो नि हस्पिटल जान्छु ल किनभने साथीको आमा बिमार भएर लिएको छ है। अन्त चाहियो भने म गोप्रो लाँदिनँ आज म फोनबाट गर्छु। आज ब्लग चाहिँ जस्ट स्टार्टिङमा चाहिँ गोप्रोबाट गरिदिएको है गाइस। आई होप तपाईँलाई खुसी साँच्चै हुनुहुन्छ तपाईँहरू सबैजना। त्यही हो अन्त म पनि सन्चै छु। अन्त ड्यु टु द सम रिजन आई क्यानट है ब्लगिङ है म चाहिँ ब्लगिङ गर्नु पाइनँ किनभने चाहिँ ड्यु टु द कन्टेन्ट प्रब्लम गाइस। त्यही हो अन्त ब्लगलाई इन्जोय गरिदिनु होला यति भन्दै ओके गाइस। र गाइस अब चाहिँ त्यही हो है बाहिरको नजारा देख्दा आसरी खिलिरहेछ यस्तो भएछ वेदर भन्दा एकदम दामी भएछ। हेर्नु सक्नुहुन्छ वेदरहरू अब चाहिँ सब्जी पकाइ हेर्नुहोस् लोकल बी आइपुगेको छ हाम्रो रुमतिर है। तपाईँहरू लिनु सक्नुहुन्छ दोकानबाट बीको सब्जी खाने हो अर्ग्यानिक। त्यही हो बी हेर्नुहोस्। चाहिँ म खाना पकाउने छु है। सब्जी खाना पाकिसक्यो राइस कुकरमा। सब्जी गुन्द्रुकको सुप यहाँ छ अघि बनाएको है। गुन्द्रुकको सुप दामी भएको छ। गुन्द्रुकको सुप छ त्यहाँ है।
यहाँ चाहिँ बी पाक्दैछ, बी बनाउँदैछु मैले। यिनीहरूलाई गाइस सोच्दैछ छोरा मान्छेको जिन्दगी यो हो, पकाउनुपर्छ गाइस, सबै कुरा पकाउनु हुन्छ छोरा मान्छे। त्यही हो। हेलो तुम्बो 1 hour later. गाइस फाइनली म चाहिँ रेडी भइसकेँ। अब चाहिँ हस्पिटल तर्फतिर जाँदैछु, रुमबाट निस्किसकेँ है। घाम लागिरहेछ, तर अहिले गान्तोकको मौसम चाहिँ यस्तो भइरहेछ कि तपाईँको दिउँसो घाम लाग्छ, बेलुका पानी पर्छ। त्यो भएर गान्तोकको सिजन चाहिँ अहिलेको मौसम त्यस्तो छ। अन्त अहिले चाहिँ म रेडी भएर जाँदैछु। पुरा गरममा गर्दै व्हाइट सर्ट लगाएको, त्यही हो आउटफिट त्यस्तो छ। अन्त त्यही हो गाइस, हेर्दै गर्नुहोस् होला ब्लग। यो चाहिँ मौसम देख्नु होला, चेन्ज हुँदै आउँदैछ परबाट। यहाँ चाहिँ केटाहरू जाँदैछ ड्युटी, देख्नु होला केटाहरू ड्युटी यहाँबाट हिँड्छ केटाहरू। अन्त खै तेरो वाकी टकी छ भाइ, तिमीहरूको च्यानल नम्बर कति हो? मणिपाल। बाइपास आइपुगेँ, पास बसिरहेछु। अब भोल्नु टाइम लाग्छ है हस्पिटलको गाडीमा, गाडीमा के हुन्छ हेर्दै गर्नुहोस् होला। A few minutes later. अहिले हस्पिटल पुग्यो। 6 सेकेन्ड 3rd 4th 5th गाइस। कति दिन भयो मेरो साथीले बिरामी भएको? बिचरा साथी चाहिँ यहाँ तेरो घर होला यो त। सबै पुग्यो हस्पिटल, यस्तो छ। तपाईँ कति दिन भयो हस्पिटल बसेको? कति दिन भयो हस्पिटल बसेको? घरै भयो, घरै भयो। ल गाइस मैले आइपुगेँ फाइनली। साथी भेट्यो है, आमा चाहिँ भेट्यो हुनुहुन्छ। साथी चाहिँ यहाँ उहाँकै आमा हो, हेर्नु आएको थियो। भेट्यो हेर्नुहोस् हस्पिटल आइपुग्यो म चाहिँ फाइनली। साथीसँग चाहिँ अब चाहिँ हामी हस्पिटल टुर गर्दैछ होला, आइपुग्यो। त्यही हो, यो चाहिँ साथीको घर भएकै अब चाहिँ। ल हस्पिटल चाहिँ साथीको घर भइसक्यो, बुझ्नुभयो होला। अब के छ तपाईँ? ए हेर्नुहोस् केस अन्त बुढो नपुग्यो, हस्पिटल बुढो भइसक्यो मेरो साथी त। हेर मेरो साथी चाहिँ हस्पिटलमा बुढो भइसक्यो गाइस, हेर त। अलिक केसहरू काट्नु हिँड्नु छ अब। त्यही हो गाइस, यसलाई अब एकछिन मेरो लगाएर बाहिर लगाएर खाना सिट बाहिर लिएर आउँछु ल, हुँदैन यो केटा बुढो भइसक्यो हस्पिटलको। अन्त ओके गाइस। 3 hours later. 4 बज्न आँटेको छ। अब चाहिँ हस्पिटलमा छु म। अब 5 बजीतिर फर्किन्छु होला। त्यही हो गाइस, निन्दा लागिसक्यो। केटाहरू बेसी सुतेको देखेर के हो, केटाहरू सुतेको हो। बिजोक बिजोक भयो गाइस, यहाँ देख्नुहुन्छ ऊ तल हो यहाँ पुग्नुहोस्। अब त्यही हो, अहिले भेट्नु ल। त्यही हुनेछ भ्लग मजा आउँछ होला गाइस। बाहिरको सिनहरू पनि तपाईँलाई देखाइदिनेछु। त्यही हो, ओके गाइस। हेर्नु नि त, बस्दा बस्दा पानी चाहिँ कस्तो परेको है, हेर्नुहोस् त। अब कसरी जाने म रुम? अब हेर्नु सोकेथाङ हस्पिटल यो हो, कसो जानु म अब घर? लिनु होला वेदर चाहिँ के हो ब्याक टु ब्याक चेन्ज गाह्रो भएर सो गाइस, गाह्रो। अब चाहिँ 6 बजिसक्यो। स्टेडियमको चाहिँ यो छ, नदी जाते यस्तो छ। पानी रह्यो, बल्ल चिया खाजा खाँदा पानी रह्यो। अब चाहिँ म जानु आँटेको रुमतर्फतिर है। अब एकछिनमाथि एक बिरामीलाई भेट्छु, त्यहाँदेखि चाहिँ रुमतर्फतिर जान्छु ल गाइस। त्यही छ ल। अब चाहिँ तपाईँलाई सिधै म बाटोतिर भेट्छु ल। हेर्नु सक्नुहुन्छ यस्तो छ नजिक चाहिँ यता त्यसमा पार्किङ एरिया। 1 hour later. म चाहिँ फाइनली रुम आइपुगेँ। अन्त पानीले पुरा पिट्यो है, पानी पुरा परेको थियो। अन्त म चाहिँ खास चाहिँ हस्पिटल किन गएको थिएँ भने चाहिँ
साथीको आमा चाहिँ बिमार थियो है अन्त यो 3 दिन भयो 4 दिन भयो होला आजसम्म ओटीबाट निकालेको है अन्त ओटी थियो साथीको आमाको अन्त मेरो साथीको आमा चाहिँ देखाउनु पाएन है गाइस आइम सरी किनकि अब अलिक आँट पनि आएन मलाई है अब बिमारी मान्छे है बिमारी मान्छेको छेउमा भिडियोहरू बनाउँदा चाहिँ है अलिक पनि अप्ठ्यारो लाग्यो अन्त त्यही भएर मैले बनाएन अन्त साथीको आमा चाहिँ फिट एन्ड फाइन छ अहिले अलिक जाती भयो अब चाँडै डिस्चार्ज हुन्छ होला म चाहिँ प्रे गर्न चाहन्छु गर्छु है छिटो रिकभर होस् है आमा चाहिँ त्यही हो अन्त त्यति भन्नुको लागि म है गाइस र आजको भ्लग म यहाँ राख्न चाहन्छु किनकि अब मेरो पुरा काम छ गाइस है अन्त खाना सब्जी बनाउनु छ तपाईँको टाइम त अब 7 बजेर नि नागिसक्छ 8 बज्न आँटेको छ त्यो छिटो खाना सब्जी बनाउँछु किनभने भोलि त म ड्युटी जानु छ आज मेरो छुट्टी थियो भोलि त सोमबार हो भोलि त ड्युटी लाग्छ त्यही भएर गाइस त्यही हो आई होप तपाईँलाई मजा आयो होला ब्लग है अन्त मजा आयो भने चाहिँ खुसी नहोस् होला है लाइक गरिदिनु होला प्लिज है इफ यु तपाईँ नयाँ हुनुहुन्छ भने प्लिज मेरो च्यानलमा सब्सक्राइब गरिदिनु होला अनि जसो सेयर गरिदिनु होला भन्दै यो भ्लग आजको यहाँ राख्न चाहन्छु ओके गाइस सी यु इन नेक्स्ट भ्लग बाई बाई साखला बिन्दु